हाँ अब पुस्तक अब अरू कलश आमार लाग्छ कलश निकाल्नु त्यहाँबाट एउटा कलश झन्डा अरू कलश उठाउनु न अगाडि लागिहाल्नु कलश लिने आमाहरू अगाडि लाग्दै जान्छ जसले कलश ल्याउनु छ अगाडि लाग्दै जान्छ आवाज एकखेप ध्यान दिएर सुन्नु होला जसले कलश लिनु हो कलशको लाइन अगाडि लाग्दै जानु होला घण्टकाले गर्नु शङ्खकाले गर्नु डमरुकाले गर्नु बोक्नु कलश अगाडि लाइन लागिहाल्छ जसले अगाडि बढ्दै जानु होला ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 के लाग्यो टल्केरै देखिँदै अयोध्यावासी श्री रामचंद्र भगवान को हर हर महादेव शंभो भगवान हरि विष्णु भगवान दर्शन देऊ न भक्तजनलाई विष्णु भगवान विष्णु भगवान हरि विष्णु भगवान दर्शन देऊ न भक्तजनलाई विष्णु भगवान शरणमा आयो प्रभु जप्दै तिम्रो नाम शरणमा आयो प्रभु
दुईजनै पकड्नु न काकालाई पनि दिनु न दुईजनै पकड्नु न फर्किएको खोलाबाट फर्किँदै खोलाबाट फर्किँदै होइन भक्लाकै लडे क्या त्यो बाहिर कता खिचेको
बिस्तारै अच्छी हामीलाई हेर्न के भयो त मन्दिरमा
राधे राधे। अर्को स्वरूप बचाउन पनि सक्छ नि त्यसले, के ग्यारेन्टी छ र मलाई दिन्छन् भन्ने भनेर उसले ती वसुदेव र देवकीलाई समातेर ल्याएर जेलखानामा बन्द गरिदियो। अब दोस्रो सन्तान जन्मियो। दोस्रो सन्तान जन्मिने बित्तिकै त्यो सन्तान पनि त्यस्तै प्रकारले वध गर्न ईश्वर के लीला हो भगवान को दिल, उनके नाम जपो ना कोई दिन बाचन दिल। ईश्वर के लीला हो भगवान को दिल, उनके नाम जपो ना कोई दिन बाचन दिल। हरि उनके नाम जपो भन्नुभएको थियो र यति भनिसकेर भगवान अन्तर्धान हुनुभयो र माताको गर्भमा प्रविष्ट हुनुभयो। 1 महिना 2 महिना 3 महिना हुँदा हुँदै माताको कान्ति बढ्न लाग्यो, तेज बढ्न लाग्यो। अत्यन्त तेजिलो अनुहार देखेर कंस पनि डराउन लाग्यो। 6 महिना 7 महिना हुँदा हुँदै जब 9 महिना पूर्ण भयो, स्वयं भगवानले द्वापर युगमा त्यो मथुराको जेलमा कारागारमा अवतार धारण गर्नुभयो। त्यो तिथि थियो अष्टमी तिथि र भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा रातिको समयमा 12 बजेको समयमा भगवानले अवतार धारण गर्नुभयो। भक्तवत्सल भगवानको। तर त्यति बेला सबै शान्त छन्, कसैले जय जयकार पनि मनाएनन्, कसैलाई थाहा छैन। किन भन्दा रात्रिको समयमा भगवान आउनु भएको छ। यदि दिउँसोको समयमा आउनुहुन्थ्यो भने कंसले थाहा पाउँथ्यो होला। ती बालिकालाई हातमा उठाएर यसो हेर्दाखेरि त त कन्या रहेछन्। कस्तो आकाशवाणीले पनि झुट बोल्न थालेछ आजभोलि भनेर त्यो कंसले पाउमा समातेर पहिले जस्तो प्रकारले ती 6 जना बालकहरूको वध गरेको थियो नि, त्यसै गरेर ढुङ्गामा बजारेर मार्न लागेको त्यो आवाज आउनुभन्दा अगाडि नै हातबाट खुस्किएर माथि पुग्नुभयो। अष्टभुजाहरू धारण गर्नुभयो। सबैले जय जयकार मनाउन लागे। जगत जननी दुर्गा माताको, जगत जननी दुर्गा माताको, जगत जननी दुर्गा माताको। सबैले जय जयकार मनाउन लागे। त्यति बेला अष्टभुजाहरू धारण गरेकी भगवतीले भन्न लाग्नुभयो, दुष्ट तैँले मलाई के मार्थिस्? सुन्दरी गौ माता हुनुहुन्थ्यो। त्यो मनमा आयो। यति राम्रो शुभ समाचार सुन्दाखेरि हर्षको ठेगान नै रहेन। एउटा सुनको सिक्री लगाउनु भएको थियो, त्यो सुनको सिक्री फुकालेर सुरुमै बहिनीका गलामा लगाइदिनु भयो। बहिनी तिमीलाई यो उपहार भयो भनेर। त्यसपछि बहिनीलाई भन्न लाग्नुभयो, के गर्नुपर्छ अरे? गुरुलाई सोधेर आउनुहोस् भनेपछि गुरु भएका ठाउँमा जानु पर्यो नि सोध्नको लागि। गुरुदेव सुस्वागतं शरणागतं कृष्ण। ओ स्वागतं कृष्ण शरणागतं कृष्ण शरणागतं कृष्ण। आनंदकंद श्री कृष्ण चंद्र भगवान को, पतित पावन भगवान नाम को।
यसरी सबैले स्वागत गर्न लाग्नुभयो गोपिनीहरू पनि आउनुभयो आफ्नो आफ्नो घरबाट नन्द बाबाको निमन्त्रणलाई स्वीकार गर्दै बधाई दिनको लागि आउनुभयो। आउँ हामी पनि कार्की परिवार सबैलाई बधाई दिउँ र सबैजना यथास्थानमै रहनुहुनेछ। हामी सम्भव भएसम्म यहाँबाट अहिले भजनको समयमा यी फलहरू फ्याँक्ने छैनौँ। कसैलाई लाग्न सक्छ, चोट लाग्न सक्छ, नाकमा लाग्यो भने अप्ठ्यारो पर्न सक्छ। सबैलाई एउटा एउटा बाँड्ने व्यवस्था मिलाउँ। सहज तरिकाले हामीले कार्य सम्पादन गर्न सक्यौँ भने सबैलाई राम्रो हुन्छ। कसैलाई अप्ठ्यारो नपारिकन हामीले नन्द महोत्सवको कार्यलाई धुमधामका साथ मनाउनेछौँ। जस्तो प्रकारले नन्द बाबाले सारा ब्राह्मणहरूलाई बोलाएर लुटाउन लाग्नुभयो, त्यस्तै प्रकारले यहाँ हाम्रा कर्ताहरूले पनि लुटाउनु हुनेछ। के लुटाउनु हुनेछ? आउँ अब हामी त्यो नन्द उत्सवको पावन क्षणमा आएका छौँ। सबैजना आनन्द लिनेछौँ, रमाउनेछौँ, नाच्नेछौँ। र त्योभन्दा पहिले हामी भगवानको पूजन गरौँ। पहिले पूजन गर्नेछौँ, भगवानलाई पूजन गर्नेछौँ। यहाँ हामीले स्थापित गरेका देवताहरूलाई कर्ताहरूले ध्यान दिनुहोला, पूजन गर्नुहोला। चन्दन, तिल र पुष्पले र यो हामीले टिका तयार गरेका छौँ, त्यसैले भगवानको पूजन गर्नेछौँ। ओम कृष्णाय वासुदेवाय। कर्ताहरू यहाँ अगाडि आएर पूजन गर्नुहोला। हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। हरि ओम विष्णुरराटमस्य विष्णोः सप्तेस्तो विष्णोः सूरस्य विष्णु ध्रुवोऽसि वैष्णवस्य विष्णुवेदमा। भागवतमा पनि पूजा गर्नुहोला, अक्षता नलगाउनुहोला। अक्षताले हुँदैन भागवतको र लक्ष्मीनारायणको पूजन। तिल, चन्दन र पुष्पले गर्नुपर्ने हुन्छ। तिल, चन्दन र पुष्पले मात्र पूजन हुन्छ भागवतको पूजन। अन्य सबै देवी देवताहरूको पूजन गर्नुहोला। यथास्थानमा बसिदिनुहोला हजुरहरू। मुख्य कर्ताहरू मात्रै अगाडि आएर पूजन गर्नु। कान्हाने लियो अवतार, बधाई सारा भक्ताने। कान्हाने लियो अवतार, बधाई सारा भक्ताने। हरि बोल।
पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिण पदे पदे। तल राख्नु होला, अर्घ दिनु होला। जातो दैत्यवदार्थाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्तस्वरूपाय ऋषिकपतये नमः। गृहाणार्घ्यमया दत्तं राधया सहितो हरि उमया सहितो हर। अथ मन्त्रपुष्पाञ्जलिं सबैले पुष्प लिएर हात जोड्नु होला। पुष्प छैन भने हात जोडिराख्नु होला। दुर्वाका तृणले अति खुसी हुने जम्बु फलैले पनि रातो चन्दन पुष्प वस्त्रहरूले युक्तै भएका पनि यस्ता श्री प्रभुलाई प्रणाम छ सदा। हे देवलम्बोदर हे गौरी सुत नित्य मङ्गला होस् भन्ने ममाग्छु वर। सूर्य मण्डलमा त नित्य प्रतिदिन ज्योतिर्मय रूपले देवताले अनि बालखिल्यहरूले गर्छन् स्तुति वेदले। विश्वैलाई सदा प्रकाश गर्ने तेजोमय रूप धरि यस्ता पूज्य अनन्त सूर्य भगवान् रक्षा गरुन् हर घडी। आद्या शक्ति स्वरूपिणी भगवती माता जगत की धनी उत्पत्ति स्थिति नाशकारिणी अनि
ब्रह्मांड सबकी मणि माला पुस्तक चक्र शूल कर्मा शस्त्रैहरुनि धरि यस्ति श्री जगदम्बिका भगवती रक्षा गरुन्हर घड़ी। हे शंभु शिव पार्वती पति विभु हे ईश ब्रह्मांड का प्यारा श्री हरिकार प्राणी सबका आत्मा जगत का पिता। हाथै मां डमरू त्रिशूल रानी बाघंबरै नै धरी यस्ता शंभु महेश शंकर जिले रक्षा गरुन्हर घड़ी। चेरै सागर मात नागर को सैया गरे का हरि पाऊ मानि जलक्ष्मी से बन गरी बस्यन्ति भक्ति गरी। नीलो वर्णर कोमलांग रूपका मुखै हसीलो गरी यस्ता श्री हरिले तामिहरूको रक्षा गरुन्हर घड़ी। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणता क्लेशनाशाय गोविन्दाय नमो नमः। अकाल मां मृत्युवरण करे का यो कुल मां जोजति संबिते का पाउन सबैले वैकुण्ठ धामा वन्दे गरौँ श्री हरिमा प्रणाम वन्दे गरौँ श्री भागवतमा प्रणाम। अथ मन्त्रपुष्पाञ्जलिं समर्पयामि। श्रीमन्मागणाधिपते नमः। श्रीलक्ष्मीनारायणाभ्यां नमः। उमामहेश्वराभ्यां नमः। सर्वेभ्यो देवेभ्यो नमः। सर्वाभ्यो देवेभ्यो नमः। श्रीपुराण
रे